गाइस म अब गाउँको जङ्गलमा हिँडे हो त्यहाँ गएर यो बाइकको बारेमा केही राम्रो नराम्रो कुराहरू सेयर गर्छु। यदि यो भिडियो अपलोड भइसकेको छ भने यति बुझ्नु कि यो बाइक मैले बेचिसकेको छु। अहिलेसम्म मैले यो बाइकको बारेमा केही बोलेको थिएन, तर यो बाइकले मलाई जुनसम्म दुःख दिएको छ है, त 30,000 भन्दा अलिकति पनि 4,000 5,000 किलोमिटर बढी गयो भने यो बाइकको इन्जिनै खुल्छ। हाफ इन्जिनै बनाउनु पर्छ यो बाइकको। यो बाइकको इन्जिन चाहिँ 38,000 किलोमिटरमा खुलेको हो। इन्जिन बनाइसके पछाडि अरू कुराहरू बिग्रिन थालिहाल्छ क्या यसको। भन्नलाई त इटालियन कम्पनी, इटालियन ब्रान्ड भन्छ, एसेम्बल चाइनामा हुन्छ अरे। अनि नेपालमा जुन पार्ट पुर्जा स्पेयर पार्टहरू नेपालमा बिक्छ नि, त्यो ओरिजिनल भनेर यो सोरुमवालाले सब हाई कपी पार्ट पुर्जा लगाइदिन्छ, दाम दिन्छ ओरिजिनल पार्ट पुर्जा लगाइदिन्छ हाई कपी। फेरि स्पोकेल फेऱ्यो भने सकर बिग्रिन्छ, सकर फेऱ्यो भने पुरै डिस्क ब्रेकको फेऱ्यो भने अर्को महिना बल एन्ड बिरिङ बिग्रिन्छ, त्यो फेऱ्यो भने अर्को महिना फेरि त्यसको टायर चेन्ज गर्ने बेला हुन्छ। 30,000 किलोमिटरसम्म चलाउँदाखेरि आँखा चिम्म गरेर चलाउँदा भयो यो बाइक। 30,000 किलोमिटर पछाडि यो बाइकले महिनाको 5,000देखि लिएर 7,000 10,000सम्म खर्च गराइरहन्छ। गराउनु पनि किन नगराउनु, यसले बाइकले गराइहाल्छ। एउटा नट किन्न गयो भने यो महिना 300 भन्छ होइन, अब यही नटको अर्को महिना 400 भनिदिन्छ, अनि फेरि अर्को महिना गयो भने त्यही नटको 500 भनिदिन्छ। यिनीहरूको कम्प्युटरमा सफ्टवेयर हुँदो रहेछ, अनि त्यहाँनिर हरेक महिना प्राइस अपडेट हुन्छ क्या। लोअर अर्डरको छ नि बाइकहरू 150i र TNT 15 135 अनि यो 180S। यो बाइकहरू चाहिँ नेपालमा सक्सेस बाइक छैन। तर बेनेली 302 र बेनेली 600i यिनीहरूको चाहिँ लास्टै क्रेज छ नेपालमा, र यिनीहरूलाई चाहिँ कम्पनीले पनि स्पेसल्ली पार्ट पुर्जाहरू एभाइलेबल गराइदिने सस्तो रेटमा मिलाएर पिच भएको रोडमा मात्र गुडाउनको लागि बनायो होला। तर यो अफरोडिङ बकवास, अफरोडिङ गर्न थाल्यो भने यसको यो यिनीहरू जान्छ, अनि यसको चक्काहरू पन्चर भएको भइ गर्छ। चक्काको क्वालिटी पनि राम्रो थिएन, मैले चक्का फेरेर अर्को चक्का हालेको थिएँ, तर पनि यसले चाहिँ त्यति राम्रो क्वालिटी दिएको छैन है। यिनीहरू चाहिँ अफरोडिङमा, यो बाइक अफरोडिङमा गुडाउने बाइकै होइन। बेस्ट पढ्ने स्टुडेन्ट्सहरूलाई यो बाइक चाहिँ एकदम होइन अपिलिङ लाग्न सक्छ, एट्र्याक्टिभ लाग्न सक्छ। पछाडि गर्लफ्रेन्ड हालेर वा एक्लै हिँड्दाखेरि यो बाइक ठिक्क छ। तर मम्मी आन्टीलाई यसो बाइकमा पछाडि बसाउँदा यो सिटकोले एकदम दुःख दिन्छ क्या। एकदम सानो छ कि यो सिट, यो एकदम सानो छ सिट, एकदम दुःख दिन्छ। अनि यो सिटको हाइट पनि एकदम कम छ, जुन चाहिँ मलाई पटक्कै मन परेन। यहाँ बसेर चलाउँदै मेरो कम्मर दुख्ने समस्या भइसक्यो छ। यसरी बस्दाखेरि के हुन्छ, त्यो पुरै बडी चाहिँ एकदम तल बाइकमै गाडिएको जस्तो देखिन्छ। अनि यसरी बुढो यसरी बस्नुपर्छ, अनि पुरै जुन कमर छ यो पुरै कमर बेन्ड हुन्छ पछाडि। अहिले 1 वर्षमा यो बाइकले मैले 16,000 किलोमिटर चलाएको हो होइन। तर 16,000 किलोमिटर चलाउँदै यो बाइकमा मैले लगभग 60,000सम्मको सामान चेन्ज गरेँ। यदि अरू कम्पनी भइदिएको भए यसमा 60,000को सामान लाग्दैन थियो होइन। यो बेनेली भएर यसको पार्ट पुर्जा महँगो भएर मात्र 60,000 रुपियाँ लाग्यो हो। यदि यो टिभीएसको भइदियो भए 45,000सम्म पैसा लाग्थ्यो होला, बजाजको वा अरू कम्पनीको भइदियो भए लगभग 40,000सम्ममा फलाफाल हुन्थ्यो। बेनेलीको पार्ट पुर्जा महँगो भएर 60,000 रुपियाँ मैले यहाँ खर्च गरिसकेको छु। यहाँनिर हेलोजिन हेडलाइट थियो क्या, अनि यो हेलोजिन हेडलाइटले रातिको समयमा केही पनि काम नगर्ने, नट इफेक्टिभ। त्यही भएर मैले हेलोजिन हटाएर यहाँनिर LED हालेको। त्यो LED हाल्दाखेरि पनि मलाई 2,000 रुपियाँ ल्यायो क्या त्यो चोपरको सोरुमवालाले। अगाडिको इन्डिकेटर अहिलेसम्म राम्रै छ, केही पनि प्रब्लम छैन। तर पछाडिको इन्डिकेटर यो ड्यामेज भयो नि। मैले थर्ड पार्टी इन्डिकेटर हालेको छु यसमा। बाटो राम्रो छ, अझ यो बाइकको न सर्भिसिङ राम्रो छ, न यो बाइकको स्पेयर पार्ट्स सस्तो छ, न स्पेयर पार्ट्स इजिली एभाइलेबल पनि छैन। एभाइलेबल भयो भने पनि सस्तो छैन। लुक्समा त राम्रो के गर्नु, चाट्नु छ र बाइकलाई के काम निकाल्नु छ। 1,800 रुपियाँ लिएर LED लाइट लगाएको छ, अनि 5,000 रुपियाँ लिएर यसको ब्याट्री हालेको छ। यो भित्र छ ब्याट्री होइन। यो ब्याट्रीको जम्मा 2 वर्षको वारेन्टी, 2 वर्षको ग्यारेन्टी दिएको छ, र 5,000 रुपियाँ लिएर ब्याट्री हालेको छ। यसको मैले यो बल एन्ड बेरिङ चेन्ज गरेको थिएँ। बल एन्ड बेरिङ चेन्ज गरेको
6 महिनामा फेरि चेन्ज गर्नु पर्यो र एकचोटि चेन्ज गर्दाखेरि 1800 रुपियाँ ल्याएको थियो। मैले यो बाइक किन लिएँ? यो बाइकको लुक राम्रो छ हैन, ओभरअल हेर्ने हो भने यो बाइकको लुक राम्रो छ। यो ट्याङ्की एकदम स्लिम छ, एजेसहरू मलाई मन परेर हो, यो कर्भहरू मलाई मन परेर हो यो वाला हैन। यसको भाउ छ यो हेर्नु, यो PI जस्तै अरू 150 सीसी को बाइक जस्तै यसको पनि माइलेज 45-50 को माइलेज छ। अहिले पनि मैले सिटीमा 45 को माइलेज लिइरहेको छु र हाइवेमा अहिले पनि यसको 48 सम्मको माइलेज लिइरहेको छु। सो यो बाइक चाहिँ त्यही एउटा माइलेज राम्रो भएर र लुक राम्रो भएर मैले यो बाइक लिएको हो। बाइक चाहिँ 38,000 किलोमिटर पुगिसकेपछि हाफ इन्जिन बनाएको हो र एकचोटि हाफ इन्जिन बनाइसके पछाडि त्यसमा अरू पार्ट पुर्जाहरू पनि विक भइसकेको थियो र मैले 2082 साल वैशाखदेखि लिएर अनि यो कार्तिक महिनासम्ममा कति खर्च गरेँ होला तपाईहरुले गेस गर्न सक्नुहुन्न। सो लेट मी एक्सप्लेन हैन। 2082 साल वैशाखको महिनामा मैले 3टा कुरा चेन्ज गरेको थिएँ। चेन स्पोकेट चेन्ज गरेको थिएँ हैन। चेन स्पोकेटको 6500 रुपैयाँ लिएको थियो चपुरको सोरुममा। त्यो सक एब्जर्बर पनि चेन्ज गरेको थिएँ र सक एब्जर्बर चेन्ज गर्दाखेरि त्यसको चाहिँ 8500 ल्याएको थियो। एक हप्ता अगाडि पछाडिको समयमा मैले ब्याट्री पनि चेन्ज गरेको थिएँ र त्यो ब्याट्री चेन्ज गर्दाखेरि 5000 रुपैयाँ ल्याएको थियो र 2 वर्षको ग्यारेन्टी मात्र दिएको थियो। जेठको महिनामा मैले रेयर पछाडितिरको जुन डिस्क ब्रेकको पुरै सेट हुन्छ नि त्यो पुरै हब नै चेन्ज गरेको थिएँ के पुरै सेट र त्यसमा 5000 रुपैयाँ ल्याएको थियो र त्यहाँ भित्र लाग्ने जुन प्याड हुन्छ ब्रेक प्याड त्यसको छुट्टै 500 रुपैयाँ मसँग टोटल 5500 रुपैयाँ बल एन्ड बेरिङ ह्यान्डलको त्यसको चाहिँ जेठको महिनामा मैले चेन्ज गर्दाखेरि 1800 ल्याएको थियो अनि कार्तिकमा चेन्ज गर्दाखेरि पनि 1800 नै लिएको रहेछ। अगाडि हेलोजिनले खासै काम नगरिराखेको बेलामा 1800 रुपैयाँ खर्च गरेर मैले एलईडी बल्ब पनि लिएको थिएँ र रिसेन्टली हैन लक्ष्मी पूजाको दिनको कुरा हो मैले त्यहाँनेर 1 वे बेरिङ चेन्ज गरेको थिएँ। 1 वे बेरिङको कति पर्छ भनेर सोध्दाखेरि 1500 पर्छ मुकेश जी 1500 पर्छ भनेर भन्यो र ठिक चाहिँ चेन्ज गरिदिनु भनेर चेन्ज गरिसके पछाडि 2450 पर्छ भनेर भन्यो कि म एकदम सक भयो यार। मतलब कुन तरिकाको यो स्क्याम हो? 2450 पर्ने भयो त म बरु थर्ड पार्टी युज गर्न सक्थे वा काठमाडौँको सोरुममा एकदम रियल जिन्युन रेट लगाउँछ त्यहाँ गएर चेन्ज गर्न सक्थे। बेनेलीको बाइकमा चढ्छु भने मसँग अप्सनै छैन कि म इन्डियामा गएर एटलिस्ट पार्ट पुर्जाहरू सस्तो पार्ट पुर्जाहरू लगाउन सकु वा इन्डियामा पार्ट पुर्जा पाउँछ भने नेपालमा पनि इजिली एभाइलेबल हुन्छ र म नेपालको जुन सुकै वर्कसपमा गएर पनि रिपेयरिङ सेन्टरमा गएर चेन्ज गर्न सक्थे। तर बेनेलीको मार्केट एकदम मोनोपोली छ हैन। पुरै मध्य प्रदेशभरि मलाई थाहा छैन कतिवटा होला बट आई गेस हैन चन्द्रपुरमा मात्र एउटा स्पेयर पार्ट्स एभाइलेबल हुने ठाउँ छ। त्यहाँ चाहिँ टाढा टाढाको मान्छेहरू जनकपुर बिरगञ्जसम्मको मान्छेहरू यहीँ बनाउन आउँछ। बेनेली 150 अहिले मैले फाइनली बेचिसकेको छु। मैले बेच्दाखेरि फेसबुक मार्केट प्लेसमा 1,20,000 प्राइस राख्दाखेरि 1-2 जनाले मात्र हेलो भाइ भनेर मेसेज गरेको थियो। मैले प्राइस ड्रप गर्दा गर्दै 1 लाखसम्म पुर्यायो। नो कसैले केही वास्तै गरेको थिएन मार्केट प्लेसमा पनि अनि फाइनली मैले 80,000 सम्म प्राइस ड्रप गरेर राख्दाखेरि पनि खासै लिने मान्छे इन्ट्रेस्टेड कोही पनि नदेखेपछि म एक्सचेन्जतिर जान थालेँ। एन्ड एक्सचेन्ज अफरमा जाँदा जाँदै कहिले 70,000 दिन्छु तर मेरो कम्पनीको बाइक लिनुपर्छ भनेर एक्सचेन्ज गरिदिन्छु। कहिले पनि 70,000 वा 80,000 क्यास लिनुहोस् बाइक छोडेर जानुहोस् भनेर कहिले पनि भन्दैन। रिकन्डिसनमा गयो भने टाढैबाट नमस्कार म तपाईँको बाइक लिन सक्दिनँ जानु भनेर रिकन्डिसनवालाहरूले बाटैबाट फर्काइदिन्छ। पसलतिर बाइक मोड्नै दिँदैन, आउन दिँदैन आफ्नो रिकन्डिसनतिर। नाइ गो बाई बाई नो बेनेली मा भनेर बेनेली बाइकहरू रिकन्डिसनवालाले लिनै खोज्दैन। बेनेलीको जुन मेन कम्पनी छ वा मेन डिलर छ सोरुमहरू छ त्यो डिलरले मेन डिलर छ त्यो डिलरलाई चाहिँ यो कुरामा ध्यान दिनुपर्छ। यदि उहाँहरूले त्यो डिलरले यदि वास्तवमा आफ्नो कस्टमर रिटेन गरेर राख्न चाहन्छ भने उनीहरूलाई चाहिँ यो स्पेयर पार्ट्स एभाइलेबिलिटी र प्राइसमा ट्रान्सपेरेन्सी ल्याउनु एकदम जरुरी छ। अहिले हाम्रो मध्य प्रदेशमा जम्मा एउटा मात्र सोरुम बचेको छ। त्यो सोरुम पनि कहिलेसम्म रहला आई डोन्ट नो बट तिनीहरू राम्रो सर्भिस चाहिँ दिनु एकदम जरुरी छ।